समय रसुवाको हिमाली क्षेत्रमा मानिसहरूको दैनिकी सामान्य रूपमा अघि बढिरहेको थियो। आकाशमा असाधारण प्राकृतिक विपत्तिको कुनै संकेतसम्म थिएन, तर केही क्षणमै भोटेकोसी एकाएक दानवको रूपमा प्रकट भयो। सामान्य नदीको बहाव अचानक एउटा विशाल र हिंस्रक जलप्रवाहमा परिणत हुँदा यसले बजार, सडक, पुल, पूर्वाधार केही मिनेटमै तहस नहस बनायो। बाढीका कारण रसुवागढी नाका जाने अधिकांश बाटो बगेका छन् भने चीनसँगको प्रमुख नाका पूर्ण रूपमा बन्द भएको छ। सडक विभागका अनुसार हालसम्म त्रिशुली नदीका विभिन्न भागमा अवस्थित 19वटा पुलमा बाढीले क्षति पुर्याएको छ भने कम्तीमा 40 किलोमिटर सडक क्षतिग्रस्त भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार 384 भन्दा बढी पर्यटक सम्पर्कविहीन अवस्थामा छन्। रसुवा स्थित भोटेकोसी नदीमा आएको बाढीमा परि अहिलेसम्म 22 जनाको मृत्यु भएको खबर आएको छ भने बेपत्ताको संख्या सयौंमा छ। आखिर इतिहासमै पहिलो पटक यति विशाल जलराशि कहाँबाट आयो अनि कसरी यसले विस्फोटक रूप लियो? दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी रसुवाको भोटेकोसीमा अचानक आएको इतिहासकै ठूलो बाढी र त्यसले पुर्याएको क्षतिका बारेमा विशेष जानकारी गराउनेछौं। बुधबार बिहान करिब 9 बजेतिर तिब्बततर्फको माथिल्लो जलाधारबाट भोटेकोसी नदीमा असाधारण रूपमा ठूलो बाढी अचानक प्रवेश गरेसँगै यस क्षेत्रको मौसमी र भौगोलिक लय एकै क्षणमा उथलपुथल भयो। प्राकृतिक विपदको यो जानकारी सम्बन्धित निकायसम्म पुगिसक्दा नदीको बहाव मानव नियन्त्रणभन्दा बाहिर पुगिसकेको थियो। केही मिनेटको अन्तरालमै नदीले भयानक रूप लिँदै टिमुरे, स्याप्रोबेसी तथा आसपासका बस्तीतर्फ प्रहार गर्न थाल्यो, जसले त्यहाँका बासिन्दाहरूलाई सम्हाल्ने मौका समेत दिएन। हिमाली नदीहरूमा आउने यस्तो अचानकको बाढी केवल पानीको सामान्य बहाव मात्र होइन, यससँगै सयौं टन तौलका ठूला ढुङ्गा, गेग्रिन, माटो, बगेका रुखका काठ र अन्य विनाशकारी लेदोको शक्तिशाली मिश्रण तीव्र गतिमा अगाडि बढ्छ। यही मिश्रित र गतिशीलताले भरिएको शक्तिले नदी किनारमा खडा गरिएका जुनसुकै बलिया संरचनामाथि पनि असाधारण र असहनीय दबाव सिर्जना गर्छ, जसका कारण क्षणभरमै ठूला पूर्वाधारहरू तासको घर जस्तै ढल्न पुग्छन्। प्रारम्भिक समाचार र स्थलगत रिपोर्टहरूका अनुसार यस बाढीले बजार क्षेत्र, रणनीतिक सडकहरू, पक्की पुल र ऊर्जा उत्पादनका पूर्वाधारहरूमा गम्भीर क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार भोटेकोसीमा आएको बाढीले रसुवा र नुवाकोटका 13वटा जलविद्युत आयोजनामा क्षति पुगेको जनाएको छ। रसुवा क्षेत्रमा आएको यस आकस्मिक बाढीबाट विभिन्न जलविद्युत आयोजना तथा उच्च भोल्टेजका प्रसारण लाइनका संरचनाहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। दर्जनौं पक्की घरहरू र नदीमाथि बनेका महत्वपूर्ण पुलहरू पूर्ण रूपमा बगाएको छ भने कतिपय सुरक्षाकर्मी तथा स्थानीयको अन्य व्यक्तिहरूसँग सम्पर्क समेत पूर्ण रूपमा विच्छेद भएको छ।